दर्शक तथा श्रोताहरू, आज हामी जाजरकोटका एकजना यस्ता व्यक्तिसँग कुराकानी गर्न गइराखेका छौँ। काली प्रसाद थापा। उहाँ लेखक हुनुहुन्छ, साहित्यकार हुनुहुन्छ र साहित्य र सिर्जनालाई माया गर्नुहुन्छ। त्यही सिलसिलामा यहाँ अहिले जाजरकोट सदरमुकाम खलङ्गा आइराखेको बेला हामी रेडियो हाम्रो पाइला, त्यसै गरी कर्णालीक्लिक.com, त्यसै गरी उज्यालो कर्णाली लगायतका हाम्रा सञ्चार माध्यमबाट एकैसाथ हामी यो कार्यक्रम प्रसारण गरिराखेका छौँ। र अहिले कालीप्रसाद थापाजीसँग हामी जाजरकोटको समसामयिक साहित्यलाई, अझ विशेष गरी यही असार 18 गते जाजरकोट सदरमुकाम खलङ्गामा हुने साहित्यिक विशेष कार्यक्रमलाई जोडेर हामीले कुराकानी गर्नेछौँ। कार्यक्रममा यहाँलाई स्वागत छ। धन्यवाद। नमस्कार श्रोता सबैलाई र हाम्रो रेडियो पाइला परिवारलाई। कालीजी, अब यहाँहरूले अहिले सामाजिक विकास कार्यालयको सहयोगमा बारेकोट साहित्य कला केन्द्रको आयोजनामा चाहिँ जाजरकोट सदरमुकाम खलङ्गामा 18 गते विरत कवि गोष्ठी गर्दै हुनुहुन्छ। कस्तो तयारी भइराखेको छ? प्रश्नको लागि धेरै धेरै धन्यवाद बालकुमार सर। तयारीको कुरा गर्नुपर्दा हामी 18 गते कवि गोष्ठी या हामी साहित्य कार्यक्रम गर्छौँ। हामीले लगभग फिक्स गरिसकेका छौँ र आज हामी नोटिस निकाल्छौँ र नोटिस निकालिसकेपछि हामी बिस्तारै प्रोसेसमा अघि चाहिँ बढिन्छ। हजुर, अब जाजरकोटमा लामो समयपछि सम्भवतः धेरै पुरस्कार राशि भएको प्रतियोगिताका रूपमा कवि गोष्ठी हुँदैछ। जाजरकोटमा साहित्यिक कार्यक्रमहरू एकदमै कम हुने गर्छन् र भए पनि यो कापी पुस्तकहरू चाहिँ पुरस्कार दिने र थोरै पैसा दिने त्यस्तो चाहिँ छ। यहाँहरूले चाहिँ करिब 50,000 को सेरोफेरोमा पुरस्कार मात्रै वितरण गरेको हुनुहुन्छ। त्यसले गर्दाखेरि अहिले नयाँ साहित्यतिर लाग्न चाहने जो साहित्यिक मनहरूलाई पनि यो चाहिँ सहयोग पुर्याएको छ भने कतिपय जिल्ला बाहिर हुनुहुन्छ, उहाँहरूको लागि पनि यो कार्यक्रम चाहिँ महत्त्वपूर्ण हुनसक्छ। त्यसैले प्रचार प्रसार चाहिँ कसरी गरिराख्नु भएको छ? हामी प्रचार प्रसारको सवालमा रेडियो हाम्रो पाइला अनि त्यस्तै गरी पाइला न्युज, ओडा खबर लगायत विभिन्न खबरहरूमा जानकारी गराएका छौँ र अहिले प्रत्यक्ष प्रसारणको रूपमा रेडियो हाम्रो पाइलासँग प्रत्यक्ष कुरा गरिरहेका छौँ र यो भित्र हाम्रो टिम छ। जस्तै अहिले मसँग प्रत्यक्ष रूपमा अन्तर्वार्ता लिँदै हुनुहुन्छ आदरणीय मेरो व्यक्तित्व बालकुमार सर, त्यस्तै गरेर मसँग अन्य साथीहरू हुनुहुन्छ। उहाँहरू अब टबिन बाबुहरू र विभिन्न विद्यालयका शिक्षक साथीहरू, त्यस्तै गरी विद्यार्थी भाइ बहिनीहरू सबैसँग कोअर्डिनेसन गरेर र यति मात्र नभएर सामाजिक कार्यालय जाजरकोटसँग पनि कोअर्डिनेसन गरेर यसलाई हामी अगाडि बढाउने जमर्कोमा छौँ। हजुर, अनि अब जस्तो जिल्लाका स्थानीय मिडियाहरूमा पनि यसको समाचारहरू आएको छ र 18 गतेको लागि कति जति सहभागी हुने अपेक्षा गर्नुभएको छ यहाँ? मलाई लाग्छ साहित्य विधा नै अलिकति कठिन विधा हो र यो विधालाई जाजरकोटमा अलिकति विस्तृत रूपमा लिनको लागि हामीले सामाजिक विकासको आर्थिक सहयोगमा र बारेकोट साहित्य कला केन्द्रको आयोजनामा सञ्चालन हुन गइरहेको यो कार्यक्रममा सामुदायिक विद्यालय स्तरका विद्यार्थी भाइ बहिनीहरू सकेसम्म उपस्थित भइदिएको भए हुन्थ्यो भन्ने हाम्रो आशय हो। र त्यस्तै गरी यसलाई दुई किसिमको एउटा चाहिँ भागमा विभाजन गरेका छौँ र दुईटा प्रोग्रामहरू खुला प्रतियोगिताबाट हामी अगाडि बढाउने छौँ। हजुर, अब त्यो धेरैलाई चाहिँ सुन्दाखेरि अब यो कन्फ्युजन हुनसक्छ। कन्फ्युजन चाहिँ नलिनु होला। यो कार्यक्रम रेकर्ड हुनु पूर्व पनि हाम्रो केही कुराकानी भएको थियो। त्यसैले प्रतियोगिता चाहिँ खुल्ला रूपमा हुनेछ एउटा भने, एउटा चाहिँ विद्यालय स्तरको हुनेछ। दुई क्लस्टरमा कार्यक्रमलाई विभाजन गरिएको छ भने मूल्याङ्कनकर्ता चाहिँ एउटै हुनुहुन्छ र कार्यक्रम चाहिँ लगातार सञ्चालन हुन्छ र त्यो चाहिँ गोलाप्रथाद्वारा हामी संयुक्त रूपमा चाहिँ त्यसलाई चाहिँ गर्ने भन्नुभएको छ उहाँले। र कार्यक्रम कन्टिन्यू हुँदाखेरि चाहिँ त्यहाँ चाहिँ उद्घोषकले खुल्ला प्रतियोगी अथवा विद्यालय क्लस्टरका प्रतियोगी भनेर चाहिँ भन्नुहुनेछ र त्यही अनुसार मूल्याङ्कन फारमहरू तयार पारेको हुन्छ र त्यहाँ चाहिँ दुईटा प्रतियोगिताहरू चाहिँ एकैसाथ सञ्चालन हुन्छन्।
हजुर 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 यो स्पष्ट रूपमा म के भनौँ भने सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि एउटा क्लस्टर छ भने अर्को चाहिँ क्याम्पसका विद्यार्थी साथीहरू र अन्य खुला जस्तै कार्यालयका कर्मचारीहरू पनि हुन सक्नुहुन्छ, शिक्षक साथीहरू पनि हुन सक्नुहुन्छ, युवा साथीहरू हुन सक्नुहुन्छ र आम चाहिँ साहित्यप्रति रुचि राख्ने साथीहरू चाहिँ अर्को क्लस्टरमा हुनुहुन्छ। र यो दुईटा क्लस्टरमा फर्स्ट क्लस्टरमा त्यो विद्यालय तह सामुदायिक विद्यालयका विद्यार्थी भाइ बहिनीहरूलाई हामी चाहिँ प्रतिस्पर्धा गराउँछौँ भने सेकेन्ड क्लस्टरमा चाहिँ हाम्रो चाहिँ खुला भनेपछि त्यहाँ जो पनि चाहिँ सरेको हुनुहुनेछ र उहाँहरूले गरेको त्यो वाचन गरेको कविताको आधारमा दुईटै क्लस्टरमा एउटै निर्णायक अथवा 3 जना हुनुहुन्छ, उहाँहरूले एकैपटक चाहिँ उहाँहरूले के गर्नुहुनेछ निर्णायकको भूमिका चाहिँ निर्वाह गर्नुहुनेछ। अब यसमा सामुदायिक विद्यालय भनेपछि अब निजी क्षेत्रका विद्यालयहरू नपर्ला यहाँनिर चाहिँ उहाँहरूले खुल्लामा भाग हजुर हजुर यहाँनिर अलिकता डाउटेबल नहोस् या शङ्कास्पद नहोस् कि निजी र सामुदायिक सकेसम्म जस्तै बोर्डिङका विद्यार्थी भाइ बहिनीहरू पनि वञ्चित नभए अझै राम्रो। फरक के पर्यो, हामीले सूचना चाहिँ सामुदायिक विद्यालय भने पनि त आखिर त्यो विद्यालयभित्र पढ्ने विद्यार्थी पनि त त्यो सरहको चाहिँ क्यापासिटी विद्यालय क्लस्टरमा हजुर हजुर त्यसलाई चाहिँ विद्यालयको क्लस्टरमा राख्छौँ हामी। मेरो आफ्नो चाहिँ धारणामा त्यसरी चाहिँ अगाडि बढाउन सकिन्छ कि भन्ने हो र यसमा सबैले सहयोग गर्नुपर्छ भन्ने। कालीजी अब यो जाजरकोटको साहित्य उन्नयनको लागि साहित्यिक विकासको लागि जो साहित्यको सबभन्दा धेरैलाई चाहिँ रुचि हुने एउटा अभिरुचि पैदा हुने माध्यम कविता हो। कविता विधामा धेरैले कलम चलाउनुहुन्छ र पछिल्लो समय अब यो पत्र पत्रिकाबाट चोर्ने सामाजिक सञ्जालबाट पनि तान्ने होइन त्यस्ता खालको कुराहरू पनि हुन्छन्। त्यसको लागि पनि अब मूल्याङ्कनकर्ताहरू सचेत नै हुनुहुन्छ होइन। र अर्को कुरा चाहिँ अब यो मूल्याङ्कनकर्तालाई निष्पक्ष होइन सर्वमान्य बनाउनका लागि यहाँले कस्तो सोचिराख्नु भएको छ? मलाई लाग्छ हामी स्वयं आफूले आफूलाई विश्वास गर्नुपर्छ। हामी आफैले आफूलाई जबसम्म विश्वास गर्न सक्दैनौँ अनि आम समुदायलाई चाहिँ विश्वास दिलाउन सक्दैनौँ। त्यसैले निर्णायकको भूमिकामा रहनुहुने जो निर्णायक मण्डलको जो टिम हुन्छ उहाँहरूले हामी कुन स्टेपमा छौँ आज र हामीले कुन भूमिका हामी कसैदेखि चाहिँ 22 नभएर त्यहाँ प्रतियोगीहरूको क्षमतालाई एकदम प्युरिफाई एकदम शुद्धिकरण गर्नका लागि उहाँहरूलाई कलम हातमा दिएको हुन्छ र त्यो कलमको न्यायपूर्ण ढङ्गबाट त्यहाँ चाहिँ एकदम शुद्ध तरिकाले चाहिँ मूल्याङ्कन हुनुपर्छ भन्ने मलाई लाग्छ र मेरो आशा पनि निर्णायक मण्डल चाहिँ एकदम प्युरिफाई हुनुपर्छ भन्ने लाग्छ। निश्चय नै त्यो हुनेछ आशा गरौँ र बढीभन्दा बढी सहभागिता गराउनको लागि प्रचार प्रसारको कुरा पनि अब भइराखेको हुन्छ र हुँदैछ होइन। र सँगसँगै अब सहभागीहरू जो टाढाबाट आउनुहुन्छ उहाँहरूले पनि कार्यक्रममा सहभागिता जनाउनेछ र टाढाबाट आउनेहरूलाई चाहिँ अब केही व्यवस्था गाडी भाडा हुन्छ कि के छ? एकदम यो जेन्युन क्वेसन आयो। यसमा मैले एकदम हटली सरी चाहिँ मान्नै पर्छ किनभने बारीकोट साहित्य कला जसले एउटा सामान्य प्रपोजल मागेको थियो र हाम्रो चाहिँ सामाजिक कार्यालयमा योगेश्वर खत्री सर हाकिम हुँदै गर्दा मैले बारीकोट जाँदै गर्दा एउटा शब्द मात्र चुकाएको थिएँ अनि त्यसको आधारमा सामान्य एउटा बजेटको कार्यक्रम चाहिँ त्यहाँ परेको हो र मैले साहित्यप्रति रुचि राख्ने भएकोले मेरा अन्य साथीहरूको पनि इन्टेन्सन हुँदाहुँदै बारीकोट साहित्य कलालाई नै जिम्मा दिनुपर्छ भन्ने चाहिँ भएको नाताले मलाई के लाग्छ भने अब यो कार्यक्रमलाई सहयोग गर्नका लागि र सद्भाव दिनका लागि हामी सबैले सहयोग गर्नुपर्छ र त्यसैले गर्दा अन्य विद्यालयबाट आउने विद्यार्थी भाइ बहिनीहरूका लागि आदरणीय सरहरू अथवा प्रधानाध्यापकज्यूहरूसँग मेरो विनम्र अनुरोध के छ भने हाम्रो विद्यार्थीहरूको पहिचान दिलाउनका लागि जिल्लामा आएर एउटा चाहिँ कविता वाचन गर्नका लागि व्यवस्थापन उहाँहरूले गरिदिएको भए म एकदम आभारी हुने थिएँ। सो पैसा सबै थोक होइन,
र सामान्य कार्यक्रमले कसैलाई म्यानेजिङ गर्न सक्दिनँ। मैले पहिले नै भनिसकेँ, आई एम हर्टली चाहिँ सरी, एकदम माफी माग्न चाहन्छु। र त्यसैले अब चाहिँ विशेष गरेर विद्यालयका प्रशासकज्यूहरूलाई आग्रह के गर्दछु भने सकेसम्म विद्यार्थी भाइ बहिनीहरूलाई जिल्लामा आएर त्यो चाहिँ एउटा आफ्नो कला देखाउन पाए भने त्यसले पनि एउटा चाहिँ उजागर गर्ने छ। र यसको अलावा अनि उहाँहरूले वाचन गरेको त्यो कविता छ, त्यो कविताहरूलाई कलेक्सन गरेर एउटा चाहिँ सङ्ग्रह, त्यो फर्स्ट सेकेन्ड थर्ड भन्ने हुँदैन, खुलेआम जसले हजुर सहभागीहरूले वाचन गर्नुहुन्छ त्यो कवितालाई एउटा कलेक्सन चाहिँ सङ्ग्रह हामीले त्यो गाडी भाडा अथवा नास्ता अथवा कापी डटपेन दिनुभन्दा अनि केही बजेटिङको चाहिँ पार्ट त्यहाँ छुट्टाएको नाताले भोलि त्यो त मेमोरियल हुन्छ, सम्झना योग्य हुन्छ। त्यसैले गर्दा त्यो सबैलाई एउटा कलेक्सन गरेर प्रत्येक विद्यालयमा विद्यार्थी भाइ बहिनीहरू आउनुभएको छ त्यो विद्यालयमा पठाउँछु। त्यस्तै गरेर हामी चाहिँ यो उसमा कार्यालयमा र विभिन्न साहित्यिक संस्थाहरूलाई हामी त्यो पुस्तक चाहिँ पुर्याउने छौँ भन्ने कुरा यो हजुरलाई मैले जानकारी गराएँ। भनेपछि अब त्यो त्यहाँ जति पनि सहभागी हुनुहुन्छ उहाँहरूको त्यो रचना मजाले एकदम फोटो हुन्छ, हजुर फोटो हुन्छ, उहाँहरूको ठेगाना हुन्छ, नाम हुन्छ, वाचनको त्यो एउटा कविता हुन्छ, त्यो नै एउटा सम्पत्ति हो लाग्छ मलाई। पैसा त यस्तै हो। पक्कै पनि यो हाम्रो आजको यो छलफल चलिरहँदाखेरि यहाँलाई जानकारी भइ नै हाल्यो होला, कवितामा जति पनि सहभागी हुनुहुन्छ उहाँहरूको कविता उहाँहरूले निकाल्ने एउटा स्मारिकामा त्यो चाहिँ प्रकाशन गर्ने भन्ने कुरा पनि उहाँले राख्नु भएको छ। एकदमै राम्रो कुरा पनि हो र त्यहाँ जति सहभागी हुन सकिन्छ सहभागी हुने प्रयास गर्न पनि हामी यसै कार्यक्रम मार्फत जानकारी गराउन चाहन्छौँ। हामी कार्यक्रमको अन्त्यमा छौँ। अन्त्यमा कालेजी अब यो वर्षायामको समय छ, कार्यक्रम चाहिँ कहाँ गर्ने सोच बनाउनु भएको छ, त्यसको लागि तयारी? एकदम यो अलिकता मैले यो कुरा पहिले नै भन्नु पर्थ्यो र अब हामीले यो जाजरकोटको गैरीखानीलाई रोज्या थियौँ। अब वर्षाको कारण अलिकता असम्भव भयो अथवा त्यो दिन चाहिँ वर्षा आइदिन सक्छ, पानी पर्दिन सक्छ। त्यही भएर त्रिभुवन माध्यमिक विद्यालयको सभा हलमा चाहिँ यो कार्यक्रम हामी गर्नेछौँ र यो निश्चित अथवा फिक्स भइसकेको छ र त्यहाँ चाहिँ प्रतियोगीहरू त्रिभुवन मावि खलङ्गाको चाहिँ सभा हलमा आउनुपर्छ र त्यहाँ सहभागी हुनुपर्छ। अनि अर्को कुरा, जाजरकोटमा जति पनि कार्यक्रमहरू हुन्छ कार्यक्रम चाहिँ पहिला सुरुमा प्रचार प्रसार व्यापक हुन्छ, अनि त्यहाँ कार्यक्रम स्थलमा जाने हो भने माइक चाहिँ कराउन थाल्छ होइन? अनि त्यस्तो अवस्था नहोस् भन्नका लागि कस्तो तयारी भइरहेको छ? साउन्ड सिस्टम अब यो साउन्ड सिस्टमको हकमा कतिपय कुराहरू बडा जटिल छ। अब हामीलाई भन्न जति सजिलो छ गर्न बडा गाह्रो छ। यो प्राविधिक कुरा हो, पहिला चाहिँ एकदम राम्रो देखिन्छ, पछि बिचमा आएर यसले चाहिँ प्राविधिक मिस्टेक चाहिँ दिइदिन सक्छ। यस्ता कुराले गर्दाखेरि, यस्ता चाहिँ प्रवृत्तिले गर्दाखेरि अलिकता हाम्रो चाहिँ कार्यक्रममा खल्लोपन ल्याउँछ। सकेसम्म हजुरले भने जस्तै यो हाम्रो चाहिँ साउन्ड सिस्टम त्यति राम्रो नभए पनि मध्यम खाले अथवा अनि त्यो दिनको कार्यक्रमलाई प्रभावकारी हुने खालको चाहिँ गर्नेछु भन्ने कुरा म तपाईँलाई जानकारी गराउँछु र प्रतिबद्धता पनि गर्छु। हस्, जानकारीको लागि यहाँलाई धेरै धेरै धन्यवाद। हामी आज साहित्यिक विशेष अन्तरङ्ग कुराकानीमा थियौँ र यो कार्यक्रम तपाईँ रेडियो हाम्रो पाइला, त्यसै गरी कर्णालीक्लिक.com र त्यसै गरी उज्यालो कर्णाली मार्फत एकैसाथ तपाईँ हेर्दै र सुन्दै हुनुहुन्छ। यतिन्जेल कार्यक्रममा साथ दिनुभएकोमा तपाईँ सम्पूर्ण दर्शक तथा श्रोतालाई धन्यवाद दिन चाहन्छु र हाम्रो निमन्त्रणलाई स्वीकार गरी आइदिनु भयो, त्यसको लागि पनि यहाँलाई म धन्यवाद दिँदै एकदम धन्यवाद। यो रेडियो हाम्रो पाइला, उज्यालो.com अनि लगायत यो विभिन्न खबरहरूलाई एकदम आभार प्रकट गर्दै एकदम आम श्रोताहरू र साहित्यिक मनहरूप्रति धेरै धेरै आभार प्रकट गर्दै म रेडियो हाम्रो पाइला लाई फेरि पनि धन्यवाद दिँदै हजुरबाट र हजुरलाई धन्यवाद दिँदै धन्यवाद, नमस्कार।